ल गाइस फाइनली आज चाहिँ म कान्छिङ वाटरफल्स झरनामा जाँदैछु। उताको कस्तो छ लोकेसन तपाईँहरू सबैलाई देखाउनेछु। फाइनली म चाहिँ घरमा छु, लिफ्ट आइपुग्यो, जाँदैछु अब बाहिर साथीहरूसँग। ल गाइस फाइनली मैले क्याब गरेको थिएँ, फाइनली क्याब पनि आइपुग्यो। अब चाहिँ साथीहरूसँग चाहिँ भेट हुन्छ एकछिनमा। गाडीमा बसिसकेको छु, कति बेला पुगिन्छ हामी गएर घुमेर भिडियो सिडियो बनाउँछु। ल गाइस फाइनली म चाहिँ यहाँ साथीहरू आउने ठाउँमा आइपुगेको छु। अब कहाँनिर छ तिनीहरू चाहिँ, यो ठाउँ चाहिँ नेपाली बजार। यो चाहिँ यहाँको घन्टाघर हो। हामी प्रायः जस्तो यहीँनिर आउँछ। यता चाहिँ नेपाली बजार हो, सबै नेपाली पसलहरू छ। आइएमई ब्याङ्क, एएम ब्याङ्क, यहाँ चाहिँ ब्याङ्क भयो। हामी यतैतिर आउँछ घुम्नलाई। यस्तो छ ठाउँ। अझै फाइनली केटाहरू चाहिँ अझै आइपुगेको रहेन रहेछ। अब कुर्नु पऱ्यो यतातिर। यो बिल्डिङ क्या छ है, के भन्छ, बिल्डिङ गोल्डन कलरको बिल्डिङ। मलेसिया बजार, मलेसिया साउदी दुबई छु। केटाहरू कति ढिलो गरेर यार, 11:30मा आउँछु भनेको थियो, अनि 11:35 भइसक्यो। अहिले म चाहिँ 11:30मै आइपुग्यो फेरि यहाँ। अनि केटाहरू चाहिँ अझै आइपुगेर हुन्छ। त्यसपछि अब उनीहरू कहिले आउने हो त्यसपछि मात्रै आउने भयो। भेट घाट छैन हाम्रो त। यो हो हाम्रो लोकेसन। अब यहाँबाट फेरि ट्रेनमा चढेर, यहाँबाट त माथि छ, माथि गएर फेरि ट्रेनमा चढ्छ, ट्रेनबाट फेरि अनि के भन्छ कान्छिङ वाटरफल्स सेलाङ्गरमा जाने हो। अनि तपाईँहरू पनि जान चाहनुहुन्छ भने चाहिँ मजाले जानु होला, आउनु होला, घुमाउला। आजको उतै हुन्छ स्विमिङ। हेलो गाइस, म चाहिँ फाइनली अब यता एटिएमतिर जानु पऱ्यो कि, अनि केटाहरू चाहिँ आउनु ढिला गऱ्यो। अलि माथितिर गएर मात्रै पैसा सैसा निकालेर बस्नु पऱ्यो रेडी। अनि केटाहरू आउँछ त्यसपछि जाने। यहाँनिर चाहिँ एटिएम भयो, एटिएम 7-11। अनि ट्रेनको कार्डमा पनि पैसा भर्नुपर्ने थियो। पैसा सैसा भर्छु, केटाहरू आउनेसम्म त म त्यतिसम्म गरिसक्छु। फाइनली पैसा पनि निकाल्यो, हुँदै आएन यार। केटाहरू त लास्ट ढिलो गरेर त ट्रेनमा आउनु भनेको थियो। म यहाँ आएर त्यो त 11 बज्नु, के अरे 12 बज्नु लागिसक्यो कोही कति बेला। अब केटाहरू आयो भने चाहिँ अनि फेरि अर्को ट्रेन चेन्ज गरेर खाना खानु बाँकी छ अझ। ट्रेन चेन्ज गरेर जानुपर्ने ठाउँ जानु हो भनेर सेलाङ्गर जानेहरू ट्याक्कै मान्छे चिनिक भएर यार। फाइनली रोड क्रस पनि गरियो, सिग्नल ल्याएकै चिनिक भइदियो क्या। यतापट्टि कोताराया बजार भेट भयो। यहाँ चाहिँ अब सबै बङ्गालीहरू छ यतातिर चाहिँ। अनि उता चाहिँ कोताराया हो। ठाउँको नाम चाहिँ पेसार सेमी। यदि तपाईँहरू पनि आउनुभयो भने चाहिँ आउन सक्नुहुन्छ कामको लागि जाने। म त घर गएर घरबाट भर्खरै छुट्टीमा आएको। अनि
जाउँ न त भनेर केटाहरूले के त्यही भएर आज जाउँ। फाइनली केटाहरू पनि आइपुग्यो 3 जना। के छ अनि ठिक छ नि? केटाहरू चाहिँ आइपुग्यो फाइनली। ज्वाइँ ल जाउँ। कता? मलाई चाहिँ बाटो थाहा छैन फेरि। अगाडिको मान्छे भने फलो गर्नै पर्यो। ल फाइनली खाना पनि आइसक्यो। कस्तो केटा? नेपाली रेस्टुरेन्टमा आएको मण्डलामा यस्तो खाना मिल्छ मजाको। दही पनि छ, आएर खाँदा हुन्छ। इलामको चिया बगान हो यो हामीहरूको। सेम त्यस्तै त्यस्तै छ। ल फाइनली हामी चाहिँ गेटसम्म आइपुग्यो। अन्त यहाँबाट चाहिँ अब भित्रतिर जानलाई 10 रुपियाँ टिकट काट्नु पर्दो रहेछ एउटाले। कामछिङ चाहिँ हरेको कहाँ कामछिङ चाहिँ हेर्नु रहेछ। हाम्रो ग्याङ चाहिँ यतातिर छ है। ल फाइनली यही हो झर्नाको त्यो चाहिँ खोलो। पक्कै यही खोलो होला झर्नाको हेर्ने हामी चाहिँ। ल ल धुरेल माछा होला होइन यहाँ। यो के पिपलको बोट हो यो? के हो यत्रो? भाग्य न्युपानेले भने जस्तै यो कति कति छ भनेर एसिया महादेशकै सबैभन्दा ठुलो पिपलको बोट भनेर भन्नुपर्छ कि हामीले पनि। खै कुन्नी के को बोट हो? यस्तो छ पात चाहिँ। लरा चाहिँ पिपलको जस्तै छ। ऊ एउटा ऊ त्यहाँनिर रहेछ जराबाटै त्यो बनाएको छ बस्ने ठाउँ हेरेर केटा। ऊ फनी हो। फाइनली हामी चाहिँ आइयो कामछिङमा केटाहरू। सेलाङगढको लोकेसन हेर्ने ठाउँ हेर न कहाँ छ। फाइनली भित्र जाने ठाउँ चाहिँ आयो। टोइलेट जाने हो केटा कोही? धुरेलको केटाहरू टन्नै छ नि। ल फाइनली हामी गेटभित्र प्रवेश। जङ्गल चाहिँ छिरियो मजाले। अब यहाँदेखि चाहिँ के कस्तो छ हिँड्दै घुम्दै जङ्गल मात्रै रहेछ। छोरेटीहरू यतातिर छ है। हेर्दाखेरि सानो तर कत्रो कत्रो है। Oh my god, I can't believe it. Is this real? ल केटाहरू हामी चाहिँ लाग्यो माथि डाँडोतिर। अब के कस्तो छ यतातिर सबै। कुन टी सर्ट हो? नेपाल लेखेको टी सर्ट लगाएर केटोले चिनाइरहेछ। गाइदियो नि त एउटा नेपाली। ल राष्ट्रिय गान त गाउन आउँछ नि।
आउँछ कहिले उकालो रहेछ कति सानो बच्चा रहेछ बाँदरको यहाँ ऊ 3टा बन्दरिया टोक्नु त टोक्दैन नि ए ठुलो पनि रहेछ हौ के हो पुरा दाउ खिच्छ त यार बाघले जस्तो के रहेछ खतरा खै धुरेले नेपाल लेखा टिचरको यहाँ कानेर छ खै यही भएर बिगारेर रहेछ त्यत्रै खतरनाकै रहेछ अगाडि चाहिँ हेर केटा ऊ ओहो उकालो बाटो यो त खतरै रहेछ के हो दुरन्ती यस्तो मुड बिगार्ने जस्तो रहेछ कि कस्तो मुड आयो रमाइलो मुड आइरहेको त्यस्तो मुड ल्याएर हुन्छ ल केटाहरू चाहिँ झर्ना देख्ने बित्तिकै दौडिहाल्यो ल केटा झर्नामा एउटा फर्स्ट लेभलको झर्ना चाहिँ आइपुग्यो फाइनली ल हामीले हेर्ने भनेर आएको चाहिँ यस्तै झर्ना हो माथि बगाल रहेछ ल ल एउटा एक दुईवटा कुरा हानिहालौँ न यो म पनि हानिहाल्यो नि शीतल शीतल ठाउँमा झरनाको चिसो पानी नि मैया हाम्रो क्यामेराम्यान चाहिँ यतातिर हुनुहुन्छ लगेर फाइनली हामी चाहिँ अब यहाँबाट सुरु भयो झर्ना जाने ठाउँ अनि त्यो चाहिँ ऊ यहाँ माथि झर्ना देखिरहेको छ यही हो यहाँ चाहिँ मान्छेहरू नुहाउने ठाउँ पनि रहेछ सबै नुहाएर आउँदो रहेछ यहाँबाट चाहिँ दामी दामी झरनाको चिसो पानी नि मैया मलाई किन गाल पार्छौ राम्री त तिमी राम्री मैया मलाई किन गाल पार्छौ लगेर हौ फाइनल यहाँ यस्तो ढुङ्गाहरू पनि रहेछ अनि झर्ना चाहिँ यहाँनिर एउटा सेकेन्ड वाला झर्ना के हो माथि पनि छ नि धेरै 7वटा लेभलको झर्ना छ कि नुहाउने ठाउँ चाहिँ यही हो स्विमिङ गर्ने ठाउँ चाहिँ यही हो लगेर यहाँ चाहिँ पसल पनि रहेछ के बिच चाहिँ यहाँ चाहिँ चटपटे पानीपुरी नुहाउने ठाउँ चाहिँ यही रहेछ स्विमिङ पुल ल धुरेल यो त बित्ती जस्तै रहेछ नि अनि केटा कस्तो लाग्यो ठाउँ जाने हो नि उता
झरना यही हो झरना केटा हेर्न आउने भए चाहिँ यहाँ आउनुपर्छ केटा हो। अनि यहाँ चाहिँ उ त्यस्तो छेपारो जस्तो के हुँदो रहेछ कि त्यो गोरो जस्तो, अनि त्यसलाई त्योदेखि चाहिँ बस्नुपर्छ यहाँ। त्यो चाहिँ हेर्नुहरू हेरेर हिँड्नुपर्छ। त्यो चाहिँ हाम्रो यही हो लोकेसन चाहिँ। लोकेसन है माछा पनि छ। खोइ माछा ठुलै छ कि सानो? ए माछाहरू सानो सानो हिँड उता। खतरा गर्मी भयो त अहिले त है। लगेडा यो चाहिँ हाम्रो फाइनली यहाँ चाहिँ हामी आयो। अब यहाँ चाहिँ अलिकति फोटासोटा खिच्यो अनि त्यसपछि हामी चाहिँ अब फेरि माथितिरको बसाइ अर्को यहाँ माथि छ नि, यहाँ माथि चाहिँ कुराको नि यो माथिकोमा जाँदैछौँ। अब कस्तो हुन्छ हेरौँ फेरि त्यहाँ कस्तो के कस्तो छ फेरि त्यतातिर देखाउँछु। अनि धुरेल के छ कस्तो लाग्यो? एकदम राम्रो लाग्यो। अझै हामीहरूको घुम्न लेभलहरू धेरै छन्। हामीहरू सुरुवाती भर्खर नम्बर 3 मा आयौँ क्या सायद। अनि जाँदैछौँ माथितिर अब कस्तो हुन्छ। अनि माथितिर गयो भने चाहिँ फेरि आउँछौँ हामी अर्को भिडियोमा। ल जाउँ। ल यहाँ चाहिँ दामी छ अझै झरना चाहिँ मेन नि। ल यहाँ चाहिँ नुहाउने ठाउँ, यहाँ पनि रहेछ नुहाउने ठाउँ टक्क। धुरेल यहाँ नुहाउने कहाँ हो? त्यहाँ माथि छ, त्यहाँ माथि धुरेल त्यहाँ माथि होला दामी त। खेल्ने अझै त्यहाँ यो माथिको छ नि त्यो लेभलमा चाहिँ दामी छ क्या। हाम्रो चाहिँ यहाँ नुहाउने ठाउँ ए हो यसरी टुरिस्टहरू टन्नै हुँदो रहेछ यहाँ पनि। यता माथि डाँडा आइसक्यो हामी तल बेसीबाट हेर। कोसँग कल गर्दै हो त फेरि? गइदिए रहेछ त नुहाउने हो गर्मी गइसक्यो नि। म त खेल्ने आउने म वास्तवमा खेल्ने भएन तर अन्डरवेयर नल्याए हो मैले चाहिँ बिर्सेँ रहेछ किन्नु भनेको अनि यहाँ पनि के पाइन्छ होला त। अब हामी यहाँ माथि जाने फेरि फाइनली अर्को लेभलमा आइयो। अनि यहाँ चाहिँ तल नुहाउने ठाउँ, यता झरना ढुङ्गाबाट बग्दै गएको रहेछ यो झरना त। यहाँ त पानी सबै खोल्दैछ क्या। फाइनली दामी रहेछ यहाँ चाहिँ। झरना झरना केटा हो दामी चाहिँ।
झरनाको चिसो पानी ओ केटाहरू झरनामा आइयो जङ्गलको बिचमा यस्तो गर्मी चाहिँ धेरै भयो यहाँ चाहिँ तर झरना चाहिँ दामी छ माथिसम्म अनि तलतिर छुट्टै छुट्टै सबै लेभलको छुट्टै छुट्टै हो यो यहाँ त थर्रै उकालो छ यार यो ओहो हामी वीर गोर्खाली हो केटा हिँड्नुपर्छ माउन्टेन एभरेस्ट हो ओहो ल हामी हिँड्नुपर्छ यो उकालोमा पनि 1 केजी मासु घट्छ अझै घटोस् न यता आएर यसै पनि 4 केजी मोटो भएको गाह्रो पुरै जङ्गलको बाटो हो नि त यहाँ त डेन्जर एरिया झरना यहाँबाट बगिरहेछ सेतो पानी हो के छ राजा ज्यान मोटो भयो कि वीर गोर्खाली 8 गर्नु पर्यो हैन अर्थ मानिन्न धेरैलाई के हेर्छ यसरी बाँदर हेऱ्यो यो साथीहरु भेडा के हो खत्रै हेर्छौ त यार हजुर के हेर्छ त्यसरी बाँदरहरू आउँछ भनेर होला नि पहिला पारेको यो तल्लो लेभलमा यतातिर नजाने भने होला लास्टै माथि पनि रहेछ अझै यार यहाँ चाहिँ लामो रहेछ कि छलछल्केको यो पुरै होइन त पानीतिर यस्तो लागेको छ यार त्यही त तलतिर जाउँ भने ओइ तिमीलाई पानीतिर लागेको छैन त्यो त मुलको पानी हो नि खाँदा पनि भयो त्यही पानी त बेच्छ होला यहाँ प्याक गरेर जङ्गलको बाटो ल फाइनली हामी पनि यहाँ आइपुग्यो हाम्रो धुरेलको चाहिँ साथी भेटियो कस्तो लाग्यो केटा यहाँको ठाउँ झरना झरना ल ल जाउँ न उता आऊ फाइनली माथि टपमा पनि आइपुग्यो ओहो झरना लगेर फाइनली हामी माथि टपमा आइपुग्यो अनि यता चाहिँ केटाहरूको साथीहरू भेटिरहेछ अर्को नेपाली ग्याङ भेट्यो यहाँ चाहिँ फेरि केटाहरू बसिरहेको यता फेरि ओहो यो चाहिँ धेरै लामो रहेछ यार अनि केटाहरू कस्तो भइरहेछ त यहाँ माथितिर डाँडो चढ्दा अनुभव उता चाहिँ डान्स सिक्दैछ ओहो धुरेल 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 भिडियो भिडियो ल गाइज हामी चाहिँ फाइनली नुहाई गरियो टिकटक बनाइयो त्यसपछि अब यहाँ चाहिँ फर्किने कार्यक्रम चालु भइसक्यो हाम्रो चाहिँ अब यहाँबाट चाहिँ निस्किनु लाग्यो 5 बज्यो अब त सायद मान्छे कमै मात्रामा होला यो जङ्गलको बिचमा अन्त यहाँ केटाहरू पुरा तेल लाउँदैछ फर्किँदैछ केटाहरू फर्किसक्यो कोही ल छिटा है बाघ भालु आउँछ रे यहाँ त फेरि तेल लाउँदैन म टाउकोमा कहिले नि ल गाइस
हामी चाहिँ टपमा आइपुग्यो। त्यसपछि अब यहाँबाट माथि चाहिँ रसीबाट चढेर माथि जानु छ, तर माथि चाहिँ नजाने। मेरो युट्युबमा भर्खर मात्रै जोइन हुनुभएको छ भने चाहिँ सब्सक्राइब गरेर जोडिनु होला सबै साथीहरू। त्यस्तै नयाँ नयाँ ब्लग्सहरू ल्याएर तपाईँहरूमा आउने नै छु। ल एकटा जाउँ। अहिले यत्रो रातिमा पनि कति धेरै मान्छेहरू छ यार स्विमिङ गर्ने। हेर केटाहरू। हेलो गाइस, धेरै मान्छेहरू छ अझै पनि। हामी चाहिँ फर्किन लाग्यो। के हान्ने? हामी चाहिँ घरतिर फर्किन लाग्यो केटा हो।